मैले एउटा पहाडी जीवनको घरको सुन्दर दृश्य कैद गर्ने प्रयास गरिरहेको छु। बडो मसिनरी हेर्नु होला। हामीहरूले गाउँमा रहेका अत्यन्तै महत्त्वपूर्ण चिजहरूलाई गुमाउँदै छोड्दै सहरीय जीवनको कल्पना गरेर हामी गाउँ छोड्दैछौँ। यो एउटा घर अगाडि हरियाली दृश्य, यो ठुलो पाटो छ। ल हेर्नुहोस्, यहाँ केराका बोटहरू छन्। नजिकै मलखात हेर्न सक्नुहुन्छ। म मसिनरी देखाउँछु। यसमा के कुरा चाहिँ तपाईहरुलाई के कमी छ, यसो मलाई चाहिँ कमेन्टमा लेख्नु होला। र यसरी सर्लक्क हेर्नुहोस्, नजिकै केराको बोट अनि हरियाली दृश्य पारी हेर्नुहोस्, सुन्दर डाँडो छ। अब नजिकै यस्तो घाँस अनि यस्तो राम्रो छिमेकी। अनि हेर्नुहोस् त, ती माथि पखेरामा पनि केराका बोट अनि देख्न सक्नुहुन्छ। हेर्नुहोस्, यो अम्बाको ठुलो रुख छ। अनि हेर्नुहोस् त, यो बारीमा मजाको कति हरियाली। यता उँखु हेर्नुहोस्, ठ्याक्कै यो उँखु घर वरिपरि रहेको परसम्म। अनि माथि त्यो बारीको डिकोभरि केरा, कति राम्रो फलफुलको सम्भावना छ। अनि सर्लक्क नजिकै हेर्नुहोस्, यहाँ सिमी, ठ्याक्क सिमी चाहिँ देखिन्छ। अब हेर्नुहोस् है, म के देखाउँदैछु तपाईँले राम्रोसँग हेर्नुहोस्। अनि के कुराको कमी छ र हामी चाहिँ यसरी चाहिँ पहाडलाई छोड्दैछौँ। घरलाई चाहिने इन्धनको प्रमुख स्रोत दाउरा प्रशस्त जति भाले पनि यहाँ चाहिँ देख्न सकिन्छ। गोठमा हेर्नुहोस्, सर्लक्क लैनो भैँसी छ। यतापट्टि बाख्राको खोर। अनि हेर्नुहोस् है, मैले अघि पनि देखाएँ, नजिकै धुपी सल्लो, कता चाहिने मालासाला बनाउनु पर्यो भने पनि कहीँ खोज्न जानु पर्दैन। कस्तो राम्रो मजाको हरियो छ। अहिलेको सिजनल हेर्नुहोस् त, यसलाई चाहिँ हाल्छ। कति छन् यहाँ। अब यो खाने मान्छे कोही छैन, मान्छे कोही छैन। भुइँभरि खसेर रातै छ। कति फलेको छ, हेर्नुहोस् है, एकदम राम्ररी हेर्नुहोस्। कति छ, तर यो खाने मान्छे कोही छैन। अनि दिदीले टिपेर मैले स्टुडेन्टहरूलाई खाउन नानी हो भन्दै हुनुहुन्थ्यो। अनि हेर्नुहोस्, टमाटर मजाले यहाँ आरुको बिरुवा हुर्किराखेको छ। यहाँ हेर्नुहोस्, अब यहाँ भुइँमा हेर्नुहोस् त, मजाले बोडी चाहिँ कति राम्रो बोडी यो हुँदैछ। अब यो केही दिनमा हुन्छ। अब हेर्नुहोस्, यहाँ यिनलाई कसरी हेर्नुहुन्छ। ल हेर्नुहोस्, यहाँ के फलिरहेछ नि। हुन त कति छ काँक्रा। ल हेर्नुहोस्, यो काँक्रा यस्तो राम्रो काँक्राहरू छ, फल्दैछ मजाले। वरदेखि परसम्म काँक्रै काँक्रा। ल यो एकदम अर्ग्यानिक काँक्रा। यसलाई चाहिँ यसमा विषादी अनि रासायनिक मलको भन्ने त यो नाम पनि छैन यसमा। अनि ल हेर्नुहोस्, कति छन्। ल यहाँ सिमी हेर्नुहोस् है। अब फेरि यतापट्टि यो सिमी भन्नुहोस्, यसलाई हेर्नुहोस्, सिमी कति फलेको छ। हेर्नुहोस् है, यो झालभित्र मैले कुट्टाएर तपाईँलाई देखाएन। यहाँ भित्रपट्टि कति छ यहाँ सिमी, मजाको सिमी छ। अनि हेर्नुहोस्, यो पनि फलफुलको बोट नै हो। यसलाई यो के काफल भन्नु, उन्नत जातको काफल हो। अनि त्यसपछि यो भुइँ कटारको हेर्नुहोस्, भुइँ कटार यहाँ चाहिँ अब फलिसकेको रहेछ। ल ठ्याक्कै यो तयारी हुँदैछ। अनि
हेर्नुहोस् त यहाँ मेवा ल मेवा चाहिँ यस्तो फलिरहेको छ सानो बोट छ तर यो फल्दैछ यो तौलमा एउटै चाहिँ 4-5 केजीको सेरोफेर होला नभए 3 केजी त कम्तीमा पनि छ होला हेर्नुहोस् यस्तो राम्रो चाहिँ घरमै छ त्यहाँ हेर्नुहोस् कागतीको बिरुवा चाहिँ मैले चाहिँ त्यो देखाउँछु फेरि तपाईँहरूलाई कागतीको बिरुवा पनि त्यही छ अनि यहाँ नजिकै हेर्नु प्याजहरू लसुनहरू उता सम्पो अनि यो यस्तो राम्रो घर छ ठ्याक्क यो सुन्दर वातावरण अनि केही कमी भयो भने कमेन्टमा लेख्नु होला है के कमी छ यहाँ फुलहरू अहिले भइसके खुर्सानीका बोट हेर्नुहोस् खुर्सानी फलिरहेको छ अनि फुल हेर्नुहोस् त घर मजाले घर वरिपरि चाहिने जुनसुकै किसिमको फुल चाहियो भने यही छ गाजर यहाँ गाजर चाहिँ कस्तो राम्रो गाजर अहिले मैले भिडियो बनाएको छु ल अनि त्यहाँ हेर्नु सर्लक्क यो ठुलो बोट यो नासपाती यो अग्लो नासपाती हो अनि यता फुल छ मजाको यहाँ कति राम्रो फुल छ हेर्नुहोस् यो फुल कति मजाको फुल छ गाउँलाई माला चाहिए पनि सबैलाई पुग्ने जति फुल एउटै बोटमा चाहिँ अनि हेर्नुहोस् केराको बोट ओ तल केराको साइडमा कफी मैले जुम गरेर देखाएको छु साइडमा खुर्सानी छ अनि त्यसै गरेर हेर्नुहोस् अगाडिपट्टि सल्लक्क यो मकै यो कुनै पनि तराईमा भन्दा एकदम राम्रो कुनै उत्पादनको दृष्टिकोणले केही कमी छैन यहाँ अनि हेर्नुहोस् यो फुलहरू कति राम्रो फुल छ अनि यहाँ मसिनो खालको फुलहरूलाई हेर्नुहोस् त कस्तो राम्रो छ नजिकै पूजा गर्ने नागको प्रतिमाहरू के छ ठ्याक्क ठाउँ अनि घरमा चाहिँ ठ्याक्क शालिग्राम सहितको मैरी हेर्नु कस्तो राम्रो छ ठ्याक्क पूजापाठ गर्नको निम्ति चाहिने फुलहरू के हेर्नु होला कुनै कलरको फुल यहाँ चाहिँ पहेँलो अनि रातो कुन कलरको फुल खोज्नुहुन्छ अनि कस्तो राम्रो हेर्नु फुलहरू साथसाथै सूर्यमुखी मजाको फलिसकेको रहेछ मजाले हेर्नु अनि त्यसपछि यो के को कपुर के अरे श्रीखण्डको बोट हो यो ठुलो भएर यहाँ सानो बनाउनु पर्छ काटेर अनि त्यहाँ कस्तो राम्रो श्रीखण्डको बोट छ अनि हेर्नु है के कुरा रहन्छ भन्ने कुरा सोध्दै गर्नु होला अनि अगाडिपट्टि टक्कै यो मकै ठुलो खेत यहाँ बारी छ यो के हो यो पनि फुल हो यो के को फुल हो यो कपास फुल रहेछ यो अनि यिनी तलका नाम त धेरै छन् यहाँ मैले नाम थाहा छैन मलाई तर पनि धेरै फुलहरू छन् अब म चाहिँ फेरि यहाँ यो के फुल हो यो चम्फा होइन पारिजातको फुल रहेछ अनि हेर्नु त यो अग्लो ए पारिजात यो नाम हेर्नु त्यसपछि यो के हो यो सुन्तला सुन्तला नै फलेको सुन्तला सानो छ तर यो फलिसकेको छ अनि यो हो चाहिँ के अरे यो लिची हेर्नुहोस् है यो त फुल नै हो होइन दाजु यो गुलाबको फुल हो एकदम ठुलो छ अनि त्यहाँ देख्नु भएको छ सानो कफीका बोटहरू अनि यहाँ हेर्नु न यो लिची हो यो लिची पनि एकदम राम्रो हुन्छ यहाँ लिची पनि छ अनि यो
आँप छ नि हेर्नु त ए आँप यो ल ल हेर्नुहोस् है अब यहाँ यो यसलाई यो गिठो होइन गिठो गिठो पनि छ अनि कफीको लानु कफी फुलेर कस्तो राम्रो छ हेर्नुहोस् यो कति राम्रो फल्छ यहाँ कफी पुरै छोड्नुहोस् ठ्याक्कै यो सबै कफीको हो अनि यो आँप होइन ल ठिक छ एकदम मजाले यो उता कफी त कस्तो यहाँभित्र हेर्नु कति फलेको छ कति फुलेको छ यस्तो राम्रो यसमा बोट लाग्छ पछि चाहिँ हामीले हेर्न सकिन्छ यो चाहिँ आँप कहाँ छ यसको ए उँखु यो उँखु चाहिँ यहीँ छ यो सेतो कोसेर हो यो यस्तो मिठो हुन्छ नरम खाना ल हेर्नुहोस् मैले देखाएको छु ल यहाँ हेर्नुहोस् है यी आँप चाहिँ यो कस्तो मजाले फलिराखेको छ यसमा त उता पनि एकदम राम्रोसँग फलेको छ अब यस्तो राम्रो छ कि अब यहाँ हेर्नुहोस् यो कोसेरहरू सबै कुराले यस्ता महत्त्वपूर्ण ठाउँहरू हामी छोड्दैछौँ अब मलाई लाग्छ यो एउटा स्वर्ग जिउँदै हामीले भन्छौँ स्वर्गको यदि अनुभूति हुन्छ भने त्यो खालको घर वरिपरिको वातावरण छ तर यस्तो महत्त्वपूर्ण ठाउँलाई हामी छोड्दै सहरिया जीवनको पछि लागेर हामी दौडिरहेका छौँ अब मलाई लाग्छ यी यस्ता महत्त्वपूर्ण ठाउँहरू कुनै दिन फेरि यिनको चाहिँ महत्त्व चाहिँ फेरि मान्छेले सम्झनेछन् अनि गाउँ पक्कै फर्कनेछन् मात्रै गाउँमा कमी छ भने केही सुविधाको कमी छ तर अरू अन्य हिसाबले केही कुरा कमी छैन एकान्त भन्नाले कुनै कोलाहल छैन कुनै चोरी डकैती कुनै चाहिँ यसमा डर त्रास केही छैन केही दुःख पऱ्यो भने गाउँका मान्छेहरू आउने दुःख साटासाट गर्ने यस्तो सुन्दर ठाउँ अनि त्यहाँबाट मेरो आफ्नो जन्मघरमा ठ्याक्क आएर चाहिँ फोटो खिच्दैछन् अब यहाँ अहिले चराचुरुङ्गी अहिले चाहिँ यो दिउँसो भएको कारणले गर्दाखेरि यहाँ छैन नत्र भने बिहान बेलुका बस्दाखेरि एकदम चराचुरुङ्गीको आवाज चाहिँ कति रमाइलो चराचुरुङ्गीको आवाज हुन्छ र म यो सानो यो मेरो ससुराली घरमा सानो भिडियो यहाँको बिचमा राखेँ सबैलाई धन्यवाद।